हाम्रो पोखरी पनि अब फिनिसिङ हुन थालिसक्यो। खनेर वरिपरि बनाएर चिटिक्क पारेर पनि अब फिनिसिङ हुन थालिसक्यो। अब टक्कसँगले फिनिसिङ हुँदैछ। यो चाहिँ फिनिसिङ गर्दै गरेको। फिनिसिङ गरेर अनि त्यसपछि के काम हुन्छ पोखरीमा म देखाउँदै जान्छु, हजुरहरू हेर्दै जानु है। यो यति गरिसकेपछि चाहिँ फेरि यसलाई कति दिन राख्नुपर्ने हुन्छ अरे, अनि यसलाई के हाल्नुपर्ने हुन्छ अरे, के गर्नुपर्ने, धेरै प्रोसेसहरू हुँदो रहेछ माछा फर्स्ट टाइम हाल्दा चाहिँ। अनि अब यहाँ माटो छ है, यता चाहिँ अलिअलि ढुङ्गा छ। अब यो पानी परेपछि कति पुर्ने हो थाहा छैन, पोखरी सानो हुने होला। अब भयो भने फेरि अर्को सालमा चाहिँ फेरि खनेर बढाउनु पर्ने हुन्छ। यहाँको लागि चाहिँ यो ट्र्याक्टर पस्ने ठाउँ जोत्नु पर्छ अरे नि त, अनि राखेको। अनि यो माटो ढुङ्गो गरेको। अनि अब यो भोलिपछि तानेर यसलाई फेरि सम्म बनाउने हो। पसल त यस्तो देखिएको चाहिँ। हाम्रो यो चाहिँ कोरियाको हाइवे, कोरियाको खेती त अब सकेर माछातिर लाग्यौँ साथी। अब माछा चाहिँ हालिसकेपछि यो डिलमा फेरि कोरियाको खेती सुरु हुन्छ। तपाईँको पोखरीको माछा पाल्ने इच्छा पनि पुरा भएन अब? कस्तो लागिरहेछ त? मजा लागिरहेछ, आनन्द। माछा कहिले हाल्ने? माछा लाग्छ अझै 15-20 दिन जति। अब यसलाई सबै कुरा पुरा गरेर प्रक्रिया पुरा गरेर बल्ल माछा हामी देखाउँछौँ होइन? सबै काम गर्दै गरेको भिडियो चाहिँ हजुरहरूमा ल्याउँदै गर्छौँ हामी। हाम्रो पोखरी पनि अब फिनिसिङ हुन थालिसक्यो। खनेर वरिपरि बनाएर चिटिक्क पारेर पनि अब फिनिसिङ हुन थालिसक्यो। अब टक्कसँगले फिनिसिङ हुँदैछ। यो चाहिँ फिनिसिङ गर्दै गरेको। फिनिसिङ गरेर अनि त्यसपछि के काम हुन्छ पोखरीमा म देखाउँदै जान्छु, हजुरहरू हेर्दै जानु है। यो यति गरिसकेपछि चाहिँ फेरि यसलाई कति दिन राख्नुपर्ने हुन्छ अरे, अनि यसलाई के हाल्नुपर्ने हुन्छ अरे, के गर्नुपर्ने, धेरै प्रोसेसहरू हुँदो रहेछ माछा